अरूको सामान, गाडी, बाइक या अरूको लाइफस्टाइल हेरेर आफ्ना डिजायर बनाउने। ती डिजायर पुरा गर्नको लागि दिनरात मिहिनेत गर्ने, दुःख भयो भन्दै फेरि आफै दुःख हुने, धाउँदै गर्दै त्यो डिजायरहरू पुरा गर्ने, त्यो डिजायरहरू पुरा गरिसकेपछि फेरि त्यसबाट आफूले प्लेजर लिने, अनि त्यस पछाडि फेरि अरूका डिजायरहरू हेर्ने, भनौँ न अरूका कुराहरू हेरेर फेरि अरू डिजायर थप्ने। जस्तै एउटा बाइक किन्यो, फेरि गाडी किन्ने सोच राख्ने, फेरि गाडीको लागि मिहिनेत गर्ने, दुःख गर्ने, फेरि त्योबाट आनन्द भएन, अरू गर्ने, अरूसँग कम्पेयर गर्ने, जीवनभरि अरूसँग कम्पेयर गर्ने, अनि अरूकै कुराहरू ती आफूले पाउन खोज्ने, अरूसँग कम्पिटिसन गर्ने, ती कुराहरूलाई प्राप्त गर्ने, फेरि त्यस पछाडि अरूलाई हेर्ने, अरूसँग जज गर्ने। त्यस्तो गर्दा गर्दै अरूसँग कम्पिटिसन गर्दा गर्दै जीवनमा वास्तवमै आफ्नो डिजायर के थियो? यदि ती अरूकै कुराहरूबाट खुसी मिल्ने भए सायद एउटा बाइकबाट कारमा अनि कारबाट अरू डिजायरहरू थपिँदैन होलान्। किनकि कारमै त्यही सन्तुष्टि मिल्थ्यो होला जो अरूमा हुन्थेन। त्यस कारणले लाइफमा आफ्नो डिजायर के छ, आफ्नो चाहिँ भनौँ न एक खुसीको कुरा के छ जो चाहिँ आफूलाई गर्दाखेरि एकदम खुसी मिल्थ्यो, आनन्द मिल्थ्यो, कहिल्यै हेरेन के। अरूकैसँग कम्पिटिसन गर्ने, अरूकैसँग तुलना गर्ने, उसँग छ मसँग किन छैन यो? भन्ने कम्पिटिसन गर्यो, त्यसको लागि दौड्यो, दौड्दै दौड्दै लाइफभरि अरूसँग कम्पिटिसन गर्यो। त्यस कारणले आफ्नो के छ? आफूलाई साँच्चै के मन परेको छ? मैले यो कम्पिटिसन वास्तवमै मसँग जुन अहिले यो डिजायर छ, त्यो कुरा मैले कम्पिटिसनको लागि हो या वास्तवमै ममा भएको त्यो डिजायर हो? त्यो कुरा बुझ्नु होला। अरूसँग कम्पिटिसन गरेर अरूको कुरो अरूसँग यो छ मसँग किन छैन भनेर लागेर सम्भव छैन। तपाईँ कहिल्यै सक्नुहुन्न, कहिल्यै जित्नुहुन्न। त्यस कारणले मनमा के छ त्यो हेरौँ, ओके? यो अरूसँग तुलना गर्ने बानी छोडौँ। 10 मिनट हामी फेरि मिल्छौँ भोलि।